आशिष तपाईँले आज मलाई कहाँ लानु हुँदैछ अरे? हजुर ए अनि कस्तो फिल भइरहेछ त आज? हजुर 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 हो यो कुरा चाहिँ तपाईँको सोचाइ चाहिँ एकदम सही हो। मलाई पनि त्यो चाहिँ फिल भइरहेछ। अनि हजुर अनि मलाई एकदम पिस होइन। अनि तपाईँले भने जस्तै स्वर्गको एउटा टुक्रा चाहिँ यहाँ रहेछ। अनि त्यो स्वर्ग पुग्नलाई चाहिँ त्यति सजिलो चाहिँ रहेन रहेछ जस्तो लाग्यो। तर पनि स्वर्ग भनेको स्वर्गै हो नि होइन। अनि जसरी भए पनि पुग्नलाई चाहिँ न भोक न तिर्खा होइन केही पनि नलाग्दो रहेछ। यस्तो फिल भइरहेछ मलाई चाहिँ होइन। यो ठाउँमा आएर चाहिँ यस्तो फिल भयो, भेडा जतिको फ्रिडम चाहिँ संसारमा केही पनि छैन, कोही छैन जस्तो लाग्यो। किन? जता हेऱ्यो भेडै भेडा होइन। तल हेऱ्यो भेडै भेडा, माथि हेऱ्यो उता हेऱ्यो, उनीहरूलाई गाइड गर्ने पनि कोही छैन है। त्यस्तै भएर जहाँ मन लाग्यो त्यहीँ गयो होइन। जे खानु मलाई त्यही खायो है। अनि थ्याङ्क यू भेरी मच। लुक मैले भेडा फ्रिडम हुन्छ भनेर त्यसै भनेको होइन। यहाँ हेर्नुहोस् त, ओ माई गड बिचराहरू है। हेर्नु हरायो बादलले छोप्दा।